कलर देयर हो ल खाना हामी रेडी हुँदैछौँ हेलो एभ्रिवान वेलकम टु माई च्यानल अनि सबैजनालाई ह्याप्पी दसैँ अनि दसैँ नेपालमा त दसैँ सुरु भइसक्यो यहाँ त भर्खर हुँदैछ अनि यहाँ 9 बज्यो अनि अहिले चाहिँ म दुबो कि फुल कतै केही पाइन्छ कि भनेर निस्केको छु प्लस साथीकोमा पनि जाँदैछु उसकोबाट यो लिएर आएको थियो त्यो पनि पुऱ्याइदिनँ अनि त्यसपछि त्यस्तै हो दसैँ अब विदेशमा यस्तै त हो प्रपर नेपालको जस्तो मनाउन सकिँदैन त्यही पनि जति सकिन्छ त्यति मनाउने कोसिस गर्दैछु अनि अब साथीको घर पनि आइपुग्यो हजुरहरूसँग एकछिन भेट्छु भाइ यहाँ आएको हामी दुबोमा पाउन आँटिनौँ भने यहाँनिर उता फुल छ त्यही फुल चाहिँ लगौँ भनेको नि मान्छे छ भने नि हामीलाई नेपाल पुऱ्याइदियो पनि छैन त्यहाँ छ होइन अलिक त्यो सबै भइसकेपछि खै देखाउनु न फुल यही फुल लिन आएको हामी उसले टिपिसक्यो अब मेरो पालि यहाँ कतै धेरै फुलेको हुन्थ्यो नि है अस्ति अस्ति नै अन्त अब जाडो सुरु भइसक्यो अनि शीत यस्तो धेरै शीत छ खुट्टा त यस्तो पोल्न थालिसक्यो नि चप्पल त्यो दाना हो खै यसकै दाना भेटिन्छ होला हाम्रो मेहनतको परिणाम दुबो पनि भेट्यो फुल पनि भेट्यो हामी घरतिर जाँदैछौँ पूजाको लागि चाहिँ मैले सबै सामानहरू रेडी गरिसकेँ मसँग भगवानको मूर्ति चाहिँ गणेश भगवानको मात्रै छ अरू केही पनि छैन अनि यता फलफुल यता यो चाहिँ नेपालबाट लिएर आएको पैसा रेडी हुन्छु भन्दै थिएँ होइन म फेरि घरमा कुरा गर्नु पर्यो अनि घरमा कुरा गरेँ अब चाहिँ रेडी हुन आँटेको फोन पनि कता डेढो जस्तो देखेको क्यामेरा पुलियो लगाऊँ अनि क्यामेरा मिलाएर भेट्छु है त अहिले चाहिँ मसँग उयो ऐना छैन त म फोनकै उयसमा क्यामेरामा हेरेर हुँदैछु सुरुमा चाहिँ टोनर अप्लाई गर्न हावा अनि टोनर चाहिँ प्लमको अनि त्यसपछि प्राइमर एन्ड मोइस्चराइजर अप्लाई गर्छु सुक आफ्नै हातलाई पङ्खा बनाएर यस्तो गरेर हम्काउनु पऱ्यो नि त यो हम्काउँदाखेरि क्या मलाई एउटा कुरा याद आयो घरतिर गर्मीमा नि
पङ्खा हुँदैन थियो कि कपीको भाँडा नभए कपीको भाँडा पनि छैन भने आफ्नो त्यस्तो गरेर बस्नु हामी अनि त्यही कुरा प्राइमर अप्लाई गरौँ सो मलाई चाहिँ त्यस्तो मेकअप गर्न आउँदैन मेकअपमा म जिरो छु जति आउँछ जस्तो आउँछ आज दसैँ रेडी त हुनै पर्यो अनि त्यही हो यो प्राइमर चाहिँ मैले ड्राई फेसको लागि भनेर लिएर आएको थिएँ नि मेकअप गर्ने भए सकिन्थ्यो क्या युज गर्न नआएर त यतिकै छ मेरो क्यामेरा राम्रो छैन त्यही पनि अनुहार पनि त्यति राम्रो छैन क्यामेरा लगाएको छ के दोष दिनु लगाउँदैछु म यसलाई त क्लुटुक मसला आयो यता जानु हौ भगवान् त्यस्तो गर्छ दिदी यस्तै हो अनि पहिले त्यस्तो गर्थेँ अहिले चाहिँ अलिअलि स्किन केयर भन्ने चाहिँ सिक्दैछु लगाउनुपर्छ नि त यो चाहिँ हो सेन्टेलाको सनस्क्रिन यसले चाहिँ मेरो फेसमा एकदम राम्रो गरेको छ भनौँ मेरो यति ड्राई फेस छ नि कुनै नगरौँ मोइस्चराइज म त्यस्तो धेरै लाउँदिनँ यति हो मेरो स्किन केयर टोनर यो आज चाहिँ प्राइमर मेकअपको लागि भनेर लगाएको नभए प्राइमर त नर्मली युज हुँदैन नि त अनि त्यसपछि त्यस्तो पनि गरिराख्नुपर्छ हातमा एक्स्ट्रा उयो हातमा उयो हुन्छ हुन्छ अनि त्यसमा पनि मजाले हुन्छ सनस्क्रिन घन्टीमा पनि लगाउनु पऱ्यो अब 3 मिनट भइसक्यो भिडियो त यति हो नर्मली म त हिँड्नु सक्यो त मेरो मेकअपै सक्यो तर आज चाहिँ म के बोलेको आज चाहिँ म फाउन्डेसन पनि लगाउँछु फाउन्डेसन नेपालमा किनेको चाहिँ ल्याउनुपर्छ होस् बाटो भएर ब्रसले लगाउने भन्दा अनि यो होला नआउने चिज नजाने ठाउँको बाटै नकुद्नु भन्छ नि त नआउने चिज गर्दै नगर्नु चाहिँ त्यो होइन मेकअपको लागि अनि धुनु पनि यहीँ हो यो नयाँ किनेर लिएर आएको थिएँ नयाँ किनेर लिएर आएको थियो कन्सिलर यहाँ दुईचोटि होला मैले आएपछि होइन एकचोटि मेकअप गरेको त्यतिखेर युज गरेको थिएँ नजानेपछि जताततै फाउन्डेसन नलिन्छ नि त त्यही भएको हो मेरो चाहिँ विक भयो होला यसलाई यसरी राख्ने होइन 1 2 3 1 2 3 अनि 1 2 3 अनि ए हातमा यस्तो गर्ने मानी अनि सँगसँगै होइन म के गरेको होला छ यो त मेरो सेटकै होइन त्यही पनि युज गर्छु त्यो सुरुमा किन्न नजानु यो मेरो खाल हो त्यसकै लागि हो यो ल त्यस्तो गरेर लगाउँछ नि त मान्छेले त्यही खोइ के गरेको मैले थाहा छैन अब मुख हेरेर चाहिँ नहाँस्नु म हजुरहरूसँग ब्लेन्ड गरिसकेपछि भेट्छु है मैले चाहिँ ब्लेन्ड गरिसकेँ अब मसँग यो त्यही पनि कन्सिलर यो कन्ट्रोलर जे भन्दा पनि भयो यसलाई युज गर्नु युज गर्नुपर्छ त्यो भन्दा होइन नि त त्यसपछि के गर्नुपर्छ होला कन्ट्रोलर अनि मैले यहाँनिर पनि गरेको देखिरहेको हुन्छु भिडियोमै अब कस्तो हुन्छ टोटल भन्छु कि मान्छे नै भन्छ त चाहिँ मलाई थाहा छैन है यो माथि यसरी लानुपर्छ यसलाई यतिकै टप यहाँदेखि त दायाँ पनि गर्नु हुँदैन दायाँ पनि गरेर त कस्तो भयो यसरी त भन्नु होला नि कस्तो हुन्छ थाहा यो पनि म ब्लाइन्ड गरिसकेँ चाहिँ भेट्छु है मलाई कमेडी लाग्यो बोल्दै गर्नलाई त मलाई थाहा होइन म मान्छे नै चीना मुड़ेल हो गई मीना चुड़ेल हो गई भइरहेको छु कि कतातिर गइरहेको छु त्यही भएर मेटाउनु पऱ्यो भने चाहिँ यत्रो नजानेपछि किन एक्सपेरिमेन्ट गर्नु होला है हुन त आफ्नो देशमा केही त फरक त परेन र पनि टिकाको साइज सबै भइसक्यो सबै अनि अझै यसमा पनि एक्सपेरिमेन्ट गर्नु छ एक्सपेरिमेन्ट के फरक देखिन हुन त मान्छे काली त्यही माथि के है फरक त केही देखिन झन् पनि लाग्दो देखिन्छ त मेरो मेकअप मसँग कमेडीको लागि प्लस छैन अनि यो चाहिँ ल यसको नाम थियो त यसको नाम मेबलिनको लिप लाइनर हो अनि यो युज गर्न आँटेको मैले चाहिँ 1 2 भइहाल्यो छिटो यो पनि यसरी माथि नै फर्काउनुपर्छ नि त तल ल्याउनु हुँदैन भन्छ नि अलि ढिलो गऱ्यो भने म त राति कालो रातो आफ्नै मुख देखेर कोही जान्छ नि मलाई कमेडी लागिरहेछ गाइज भिडियो पनि यति लामो भइसक्यो होइन अनि अब यो भिडियो पनि 2x 3xमा कति एक्समा बनाउँछु अनि झन् कमेडी देखिनु सुनिन्छ क्या त्यो मेरो साउन्ड ठिक छ खै ओ माय गॉड व्हाट अ ब्यूटी यति राम्रो न तिमीलाई कसले लाग्यो वाह दीदी दीदी वाह दीदी व्हाट इज दिस दीदी राम्रो हुन कसले लाग्यो यति राम्रो हुन यति किन मेटाएको छ यहाँ फाउन्डेसन छ सुरु अब अनुहारको थोरै खासै जति आउँछ मैले त्यति गरेँ अनि यो छ यो चाहिँ मैले आइल्यासेस एक्सटेन्सन गर्दाखेरि गरेको मेरो परेला कालै छ त्यही भएर के गर्नु पर्छ नि सक्यो परेला यति होइन त्यो माथि टेरिङ पनि गर्दिनँ
ल जान हौ माथि कपाल नगर्नु मैले यत्रै हेडबिन लगाएको छु के गाउँ सक्यो मसँग यो यसरी प्यालेट छ यो पनि कति वर्ष पुरानो दोकानमा पनि एक्सपायर त भएको छैन त्यही पनि मसँग ब्रस छ ब्रस गरौँ यो प्लास्टिक देखेर थाहा पाउनु बोल ब्रस ल्याएको 2 वर्ष भइसक्यो युज त्यही हो युज अब के लाउने वाइट सुरुमा एउटा बेस लाउनुपर्छ भन्छु नि होइन अब भिडियो बनाउँदिनँ मेकअपको फुल गरिसकेपछि नै देखाउँछु भिडियो यति लामो भइसक्यो अब अरू पनि भिडियो बाँकी नै छ नि त बनाउनु पर्ने के पूजा गरेको त्यसपछि टिका लगाएको पनि यताउता गाउँ धुलेको लहल हिँडेको त्यत्रो भिडियो बनाउनु बाँकी छ त्यही भएर मैले चाहिँ मेकअप भिडियो चाहिँ यतिमै सकेँ मेकअप भिडियो नभए तपाईँहरूलाई पनि हेर्न झ्याउ लाग्छ कति चाहिँ दलेको लिपेको पोतेको मात्रै भिडियो बनाएको भनेर सो मेकअप भिडियो चाहिँ सक्यो अब हजुरहरूसँग त्यसपछि अब यो रेडी भइसकेपछि चाहिँ पूजा गर्छु त्यतिखेर भेट्छु है त कलर चाहिँ हो पूजा पनि भइसक्यो ए हाम्रो दियो गणेश भगवान दुबो थोरै थियो भने मैले यही पानीमा मात्रै राख्नुको लागि ल्याएँ ठिकै भएको छ त अबिर धेरै पनि भएको छैन दही हालेर मुसेको ल त्यहाँ खै डेकोरेट कता बसेर लगाउने भन्दा गर्दै राम्रो लोकेसन नभेटेर हामी चाहिँ अब यसमै टिका लगाउन आँटेका छौँ टिका लगाइदिनुहुन्छ उहाँले अनि म उहाँलाई लगाइदिन्छु त्यो एकले अर्कालाई टिका लाउने बस्ने जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गाक्षमा विद्यामान बुद्धिमान विवेकमान राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो Happy Tuesday. Serang dash hari jual. Hey पैसा. Tisu. Nanti dulu. पैसा. पैसा. 3 लाख तो पैसा. नहीं.
म त नेपाली कोरोनामा लिने हो त्यो हुँदैन त्यो यहाँ चल्दैन कुन अहिले तिमीलाई नि त अहिले क्यास छैन उसमा हालिदिन्छु म छैन त्यो क्यासमा झिको त्यहाँबाट चिल्लारै भए पनि 50 कति ठगुवा क्या यो पैसा धेरै महत्त्व छ यसको तर यहाँ अहिले काम लाग्दैन नि त अनि अनि मलाई चाहिँ कोरोना नदिने अरे तिमीलाई नि दिएको मैले फिर्ता एकअर्कालाई दिने त हो नि आज ल अब हामी खाना खान्छौँ खाना चाहिँ बनाएको छ भने त्यस्तो धेरै पकाएको छैन भात र अन्डा खान आँटेको बेलुका चाहिँ मेजमान गर्न आँटेको त्यही हो अब हजुरहरूसँग एकछिनमा भेट्नेछौँ खाना खाएर अनि हामी चाहिँ बाहिर जान्छौँ फोटोहरू खिच्न त्यतिखेर हजुरहरूसँग भेट्ने बाचाको साथ एकछिनमा भेट्ने बाचाको साथ हामी आउँछौँ अघि चाहिँ कमेडी भएछ टिका लाउँदै गरेको भिडियोमा चाहिँ थोप्रा देखिएन छ अनि त्यही हो त्यही भएर मैले चाहिँ देखाउनको लागि फेरि बनाउँछु अब खाना खाइसकेर हिँड्ने डुल्ने अनि हजुरहरूसँग म एकछिनमा भेट्छु बाई हामी चाहिँ कुद्दै अब साथीहरूकोमा जाँदैछौँ अनि दुईजना चाहिँ गइसक्यो सौरभ र सबैजना चाहिँ हामी अगाडि अनि हामी चाहिँ जान्थ्यौँ उसको ल्याब थियो आज त्यही भएर कलेज नगइ नहुने भएर अनि कलेजबाट आइसकिसकेपछि चाहिँ अनि हामी गाडी भेट्नलाई यस्तो छिटो हिँडिरहेको छौँ नि गाडी आइसक्यो अनि पुग्छौँ पुग्दैन थाहा छैन तर यो गाडी जसरी पनि चढ्नै पर्छ यो गाडी चढेन भने फेरि कति मिनटमा आउने घरको र म गाडीमा चढिसकेपछि हजुरहरूलाई भेट्नेछु हामी चाहिँ गाडी चढिसक्यौँ यता हेर के गरौँ फेरि भिडियो गर्नु देउसे हेरेन अरे जति चेन्ज हुँदैन क्या मबाट ओके यहाँ पुगेरै देखाउँछु यो बाटो त के देखाउने बाटो यस्तै हो यहाँ गाडीमा पनि के देखाउनु अब नयाँ अनुहारहरू पनि एक दुईजनाको यसो देखाउँछु अनि भिडियो यहाँसम्म हेर्नुभएको छ भने त पुरै भिडियो हेरिदिनु होला अनि अहिले नै भन्छु लाइक सेयर र सब्सक्राइब पनि गर्नु होला म हजुरहरूसँग गाडीबाट झरेपछि भेट्नेछु यहाँ चिकन पाक्दैछ है यता हजुर मान्छे म चाहिँ खाने बेलामा आइपुगेँ जस्तो क्या आलु बोइल भइसकेछ हामीले लिएर हो विकल्पले चाहिँ यो ल्याऊ भनेर अनि हामीले लिएर आएर राखेको क्यामेरा तेर्साएपछि कोक भनिहालेको क्या है यहाँ बिजी छ ल खाना हामी रेडी हुँदैछौँ चिकन ग्रिल गरेको फ्रेन्च फ्राई यो हाल्ने हालिराख चिउरा अहिले गुलियो छ तर उता ट्राई गरौँ जति लियो अब यहाँ नजिक हुँदैछ टेस्ट गर्नुपर्छ आज नगए नि हुन्छ मेरो बुढी पुरा नाच्न तयार हुन्छ ल
अनुरोध डाँडा खाडा छ रातो दिपले